हेलो दिदीबहिनीहरू दाजुभाइहरू सबैजना सन्चै हुनुहुन्छ होला। सन्चै हुनुहुन्छ भन्ने म चाहिँ आशा गर्दछु। आज चाहिँ म भ्लगर चाहिँ हाम्रो यो इन्डिया राइस एन्ड ड्राइभबाट सुरु गरेको छु। के भन्छ भने मैले चाहिँ पहिला भ्लगिङ गर्थेँ तर खासै भाइरल त हुन्थेन, त्यही पनि म सानो ठुलो भिडियो बनाउँदै गर्थेँ र फेरि पनि म सुरु गर्दैछु र मेरो प्यारो प्यारो आमा बुवा दाजुबहिनीहरू सबैजना मिलेर मलाई सपोर्टिङ गरिदिनु होला। र म चाहिँ यहाँ अहिले कामको टाइममा छु। मेरो काम चाहिँ के भने चाहिँ यहाँ सर्भिस गर्ने हो होइन। अहिले चाहिँ हामी सामान निकाल्दै गएको छौँ र तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो बाहिर बर्दन धुनेहरू भयो, यो टेबलहरू भयो होइन। यसरी गएपछि यो रोड भयो, यो हाम्रो मेन रोड भयो र यो हाम्रो खाने पर्ने ढाबा भयो होइन। म काम गर्ने ठाउँ होइन, हामी साथी गएर यो चाहिँ किरान दोकान हो। यो चाहिँ मेरो सानो कुन्टे भाइ हो। यो भाइको नाम छ गुलनाडे गाइस। सो यो चाहिँ हाम्रो काउन्टर भयो र मेरो भाइले त्यहाँ झाडु हानेछ नि। भाइ मेरो बेस्ट भाइ हो है, भित्र हेर्न सक्नुहुन्छ। र यो चाहिँ हाम्रो तावा बनाउने ठाउँ, तावा रोटी बनाउने ठाउँ हो। यो चाहिँ हाम्रो फ्रिज छ, सानो पनि छ ठुलो पनि छ र हाम्रो यहाँ प्याकिङ डिब्बाहरू यहाँ छ। अब यो किचन भयो हाम्रो गाइस, यहाँ चाहिँ हाम्रो बनाउनु हुने गरिन्छ है। सामानहरू चाहिँ यहाँ छ र हाम्रो यहाँ चाहिँ हाम्रो जो पनि अर्डरको आइटमहरू आउँछ, अर्डर आउँछ यहाँ लगाइदिनु गरिन्छ। र हाम्रो यो चाहिँ तन्दुर भयो गाइस, हेर तन्दुर चाहिँ यस्तो छ। सो तन्दुर रोटी मैले पनि हाल्न जानेको छु है। ग्रेभी चाहिँ यहाँ यस्तो छ होइन। हाम्रो ग्रेभी चाहिँ के हुन्छ भने चाहिँ अब तपाईँको ग्रेभी चाहिँ हामी मिक्सीले पिनेर बनाएको हुन्छ र चिकन भने चाहिँ हाम्रो रोस्टरै युज गर्ने गरिन्छ। सो यो भाइहरू, यो भाइको नाम चाहिँ सन्जय भाइ है। अनि हाम्रो आफ्नो गोलनाडे भाइ बाहिर छ, म चाहिँ यहाँ छु होइन गाइस। ल अहिलेको लागि यो भाइ आएको छैन। कितनी क्यूट, कितनी प्यारी, माशाअल्लाह, किसी की नजर ना लगे। भाइ आउँछ हामी चाहिँ काम गर्ने बिहान बिहान स्टार्ट यति नै हो। जस्तो हाम्रो पतङ मामु पनि पछाडिबाट आउँदै हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो तन्दुरी स्टार है गाइस। मामाजी 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 मामाजी। र सो अहिलेको लागि चाहिँ भिडियो यति नै। हस् धन्यवाद र सबैजना मिलेर मलाई सपोर्ट गरिदिनु होला। बाँकी भिडियोहरू म आस्ते आस्ते सुरु गर्दैछु। हस् बाई।